안녕하세요 सबैजनालाई मेरो ब्लगमा। आजको ब्लग चाहिँ मैले चाहिँ काम गर्ने कम्पनी चाहिँ म चाहिँ तपाईलाई देखाउन गइरहेको छु हैन। हाम्रो कम्पनी चाहिँ सो म यो कम्पनी पनि आज लास्ट डे हो मेरो यो कम्पनीमा। म चाहिँ कम्पनी अब छोड्न गइरहेको छु। यो कम्पनी छोडेर चाहिँ अर्कै कम्पनीमा गइरहेको छु। त्यही भएर आज चाहिँ म आफ्नो कम्पनीको चाहिँ नयाँ भिडियो बनाइरहेको छु हाम्रो कम्पनीमा हैन। मलाई फर्स्टमा म नेपालबाट आउँदा काम गरेको कम्पनी हो यो चाहिँ। अनि म चाहिँ किन यो कम्पनी छोडेर जाँदैछु त यो पनि पुरै ब्लगमा भन्नेछु तपाईहरुलाई। अगाडि यो चाहिँ हाम्रो कम्पनी हो हैन। यहाँ चाहिँ हामीले काम गर्थ्यौं। हामीहरु चाहिँ नेपाली विदेशी दुईटा देशको कामदारहरु छौं यो कम्पनीमा। हामी सुरुमा 3 जना नेपाली थियौं। त्यसपछि एकजनाले कम्पनी छोड्यो, एकजना नेपाली साथीले कम्पनी छोडेर गयो। अनि त्यसपछि 2 जना नेपाली अरु 6 जना इन्डोनेसियाको साथीहरु काम गर्थे यो कम्पनीमा। अब चाहिँ मेरो पाली छ यो कम्पनी छोडेर जाने। अब चाहिँ म जाँदै छु हैन। हाम्रो कम्पनीमा चाहिँ फर्निचर कम्पनी हो। हाम्रो कम्पनीमा चाहिँ र्यापिङको कामहरु हुन्थ्यो हैन। त्यो सामान बाहिरबाट आएपछि काठहरु आउँथ्यो, त्यसमा चाहिँ र्यापिङ गर्नु पर्थ्यो, सिटहरु चिप्काउने। कुनै हातले पनि चिप्काउनु पर्थ्यो भने कुनै चाहिँ मेसिनहरुले पछाडी भएको मेसिनहरुले चिप्काउनु पर्थ्यो हैन। यहाँ चाहिँ काम चाहिँ त्यस्तो हार्ड त छैन, सजिलै थियो। काम पनि चल्ने कम्पनी हो यो। त्यही पनि म चाहिँ किन छोड्दै छु भने म चाहिँ यहाँ भएको फान्दाङसँग चाहिँ मेरो नमिलेर हैन, पुरा नमिलेर लास्टै हेपाइ र टचर लास्टै गरेर म चाहिँ यो कम्पनी छोड्न लागेको हो खासमा हैन। अनि के गर्ने हैन, सकिएन। मैले उसँग मिल्ने कोसिस धेरै गरे हैन, सकेन। अनि अब मलाई नि तनाव हुन थाल्यो। अनि अब तनाव लिएर पनि के काम गर्ने भनेर मैले चाहिँ साउसँग कुरा राखेर मैले चाहिँ साइन माग्ने कुरा गरेको छु साउसँग। अनि साउले पनि अब विचार गरेर 1 हप्तामा भन्छु भनेको छ हैन साउले। अनि त्यही भएर साइन दियो भने अनि म चाहिँ जान्छु भन्ने सोचेको छु हैन। यसको अब म तपाईलाई चाहिँ देखाउँछु हाम्रो चाहिँ कम्पनीमा चाहिँ मेसिनहरुबाट कसरी बन्छ त हैन, के बन्थ्यो सामान। मैले के काम गर्थ्यो हैन, म कुन डिपार्टमा काम गर्थेँ भनेर चाहिँ तपाईहरुलाई देखाउँछु। यिनीहरु चाहिँ सबै मेसिनहरु हुन्। यहाँ एउटा छ, दुईटा छ, तीनटा छ, उता 4 वटा मेसिन छ हैन। 4 वटा मेसिन हामीले सँगै चलाउँदैन थियौं, एकीराहरू चलाउने हो। हाम्रो मेसिनहरुमा चाहिँ यस्तो काठहरु आउँछ। यो काठहरुमा चाहिँ र्यापिङ गर्ने, यसलाई डिजाइन कलर भएको सिटहरु चाहिँ चिप्काउने काम हुन्थ्यो हाम्रो यो मेसिनहरुमा। अनि यस्तरी काठहरु चाहिँ बाहिरबाट आउँथ्यो साइज अनुसार काटेको। यस्तो चाहिँ आउँथ्यो यो काठहरु। अनि यस्तोहरुमा चाहिँ हामीले र्यापिङ गर्नु पर्थ्यो। यसलाई पीपीसी भन्छ हैन। यो पीपीसीहरु पनि आउँथ्यो। अनि सन्किमहरु काम त्यस्तो हार्ड थिएन। एकजनाले यताबाट हाल्ने उताबाट काट्ने सजिलै थियो। हाम्रो कम्पनीमा चाहिँ यिनीहरु सिटहरु यस्तो आउँछ, नम्बर हालेको। यस्तो साइज कलर अनुसार मिलेको यस्तो आउने भयो। यो चाहिँ त्यहाँ काठमा चाहिँ चिप्काउनु पर्थ्यो हैन। अनि हाम्रो चाहिँ यता चाहिँ हाम्रो बुढाले काम गर्थ्यो हैन। हाम्रो साउनीको काम गर्ने चाहिँ यता हो। यहाँ चाहिँ हाम्रो मेन यो बुढाले चाहिँ यिनीहरु सिटहरु साइज अनुसार लामो भएको यो सिटहरु चाहिँ काट्ने चाहिँ हाम्रो बुढाले हो काम गर्ने। यहाँ चाहिँ यो कुराको टेबल चस्मा यतै छ। अनि यो चाहिँ हाम्रो यताको कम्पनीको भयो हैन काम गर्ने। अब त्यस्तो गाह्रो त केही छैन गाइज यहाँ हैन। त्यस्तो साउहरु पनि राम्रै थियो। अहिलेको त्यो यतातिरको बुढा चाहिँ अलि क्यारपेट गर्थ्यो हैन, अलि कराउने गर्थ्यो। तर हाम्रो पल्लो कम्पनीको साउ चाहिँ त्यस्तो खासै कराउने चाहिँ थिएन मोटे हैन। हाम्रो चाहिँ 2टा कम्पनी छ के यसको। अब पार्टनरशिप हो कि त्यो थाहा भएन हैन यिनीहरु 2 जनाको। अनि हामी चाहिँ पल्लो कम्पनीमा काम गर्थ्यौं हैन, यसैको साइडमै छ। अनि अरु केटाहरु त यहाँ हाम्रो चाहिँ अब यो सानो कम्पनी भएकोले चाहिँ यता आउने उता जाने चाहिँ भइराख्थ्यो। यता काम छ भने उताको मान्छे उताको मान्छे यता आइराख्ने चाहिँ भइराख्थ्यो। अनि म चाहिँ अब भन्छु हैन, म चाहिँ कम्पनी किन थाल्न लागेको मेरो कारण चाहिँ के हो भने चाहिँ मेरो फान्दाङसँग कुरा मिलेन। हाम्रो फान्दाङ नै त्यस्तो हो कि अब हामी नमिल्न सक्या उसँग हैन। र कम्पनीमा सबैजना उदेखि पुरै तनाव छन् कि हैन। हामी नेपाली मात्र हैन कि उसँगै भएको आएको उसकै देशको साथीहरु पनि उ चाहिँ कि धेरै तनाव छन् कि उदेखि एकदमै छन्। किनभने अब कम्पनीमा अब काम गर्दा सामानहरु बिग्रिन्छ हैन, उसले नि बिगार्छ नबिगार्ने हैन।
तर साउसँग सबै कुरा साउको लगाइदिने, सबैको कुरा साउको लगाइदिने, चम्चागिरी गर्ने, यताउति गर्ने होइन। धेरै के अब भन्दा नि उसँग जति राम्रोसँग पेस आए पनि उसले हामीलाई हेप्ने टाइपको, अलि उ गर्ने टाइपको एकदमै टचर दिइराख्ने कम्पनीमा होइन। एकदम यताउति गर्ने के साउसँग कुरा लगाएर यताउति धेरै के अति धेरै। अब अलिकति भयो त मिलजुल गरेर बस्थ्यो हाम्रो, धेरै पटक भयो किच कति पटक गर्ने होइन त्योसँग पर्दैछु ठाउँ किच गर्नु। अब मैले चाहिँ अनि धेरै पटक भयो, अनि अब चाहिँ म चाहिँ अब सकिँदैन योसँग, म चाहिँ आफै अब कम्पनी चेन्ज गर्छु, बरु गाह्रो काम भए पनि गर्छु, तर योसँग चाहिँ अब म काम गर्न सक्दिनँ भनेर चाहिँ आफै डिसाइड गरेँ होइन। डिसाइड गरेर मैले चाहिँ यो कुरा चाहिँ साउमाथि राखेँ होइन। ऊ चाहिँ पुरानो मान्छे हो, यहाँदेखि 6-7 वर्ष 8-10 वर्ष काम गरे मान्छे हो होइन। अब हामी भन्नु त अब नयाँ हो, अनि मैले साउसँग यस्तो यस्तो कुरा राखेँ। अनि साउले भनिसके अब हुन्छ भनेर चाहिँ साउले चाहिँ मेरो कुरा चाहिँ सुनिदियो, मानिदियो होइन। मलाई चाहिँ साइन दियो होइन, र खुसी पनि छु, अलिकति दुःख पनि छु होइन। अब फर्स्ट टाइम आएको होइन, मलाई यो कम्पनीले चाहिँ भिजा लगाइदिएर म चाहिँ कोरिया आएको होइन। यो कम्पनीमाथि त म धेरै आभारी नै छु होइन। कम्पनीमा अब काम गरियो साथीहरूसँग, अरू साथीहरू फेरि उदेशको साथीहरू एकदम बेस्ट के पुरा एकदम मिल्ने के साथीहरू, पुरा काम गर्दाखेरि होइन। थकान त त्यो साथीहरूसँग रमायो बोल्यो भने त कहाँ जान्थ्यो के त्यस्तो साथीहरू पनि छ त्यो देशको होइन। तर त्यो चाहिँ होइन हाम्रो कम्पनीको एकदमै गुजर थियो के। अब खासमा त्यसै कारणले यहाँ चाहिँ मान्छेहरूले चाहिँ धेरै कम्पनी छोडेको, नत्र साउ राम्रो, यहाँको सबै राम्रो छ होइन। अब देखाउँछु गाइस, मैले चाहिँ मेरो कम्पनीको अर्को म काम गर्ने चाहिँ म चाहिँ कहाँ काम गर्थेँ, के काम गर्थेँ होइन। म चाहिँ त्यहाँ देखाउँछु तपाईँहरूलाई। इट्स होइन, यहाँ चाहिँ म काम गर्थेँ, यहाँ चाहिँ थर्मोकोलको काम हुन्थ्यो होइन। फानेलहरू बनाउने, त्यो अपार्टमेन्टको वालहरू बनाउने काम चाहिँ यहाँ हुन्थ्यो होइन। मैले चाहिँ काम गर्ने भनेको यता यो मेसिनमा थियो। यिनीहरूलाई चाहिँ यसरी साइज अनुसार काट्नुपर्छ, यसमा चाहिँ यहाँ थोप्छ, यताबाट यसरी मिलाएर साइजले मिलाएर यताबाट चिर्ने काट्ने काम चाहिँ हुन्थ्यो। अनि यो चाहिँ फाल्टुसो हो, यहाँ चाहिँ यसरी साइज बनाएर लेखेर राख्नु पर्थ्यो, अनि यहाँबाट हेर्दै यता चाहिँ काट्नु पर्थ्यो। जस्तै यहाँ काटेर राखेको छन् यिनीहरू। सुरुमा आउँदाखेरि ठुलो पिस बेन्डिङको आएको आउँछ, त्यसपछि यिनीहरूलाई चाहिँ यसरी काटेर साइजअनुसार काटेर चाहिँ राखिदिनुपर्छ। अनि पल्लोपट्टि अरूले चाहिँ छुरिप गर्छ होइन, कहिले आफै पनि छुरिप गर्नुपर्छ। हाम्रो कम्पनीमा चाहिँ अलराउन्डर काम गर्नुपर्छ है। एउटै ठाउँमा काम गर्छु एउटै ठाउँमा ऊ हुन्छु भन्ने चाहिँ हुँदैन होइन। जे काम पनि यहाँ सिएनसी मेसिन यतातिर छ, यो सिएनसी मेसिन पनि चलाउनुपर्छ, जे काम पनि गर्नुपर्छ कि एक अर्को नभयो भने। राम्रो थियो, त्यस्तो गाह्रो केही थिएन, सबै काम सिकेकै थिएँ होइन। अब त्यस्तै भयो, त्यही त हो, सबैलाई कहीँ के मिलेको भएपछि केही मिल्दैन, सबै त्यो मिलेको थियो, अब त्यो मिलेन होइन। अब यस्तो यो गाई सबै कुरा अब परदेश हो होइन, सबै कुरा मिलेको अब हुन्छ भने नि हुँदैन नि त होइन। अनि हामीले बनाउने कम्पनी चाहिँ यस्तो फानेल हो, हामीले बनाउने चाहिँ हामीले चाहिँ यो फानेल बनाउनु थियौँ गाई होइन। यो त यस्तो हुन्छ, यो चाहिँ के हो भनेपछि यो चाहिँ यस्तरी वालकै वाल अपार्टमेन्टमा यस्तरी वाल बनाएको हुन्छ होइन। यो चाहिँ यस्तै वाल हुन्छ, अनि सेम कलरको। अब यो खासै बलियो हुन्छ कि कस्तो हुन्छ होइन, खासै मलाई त लाग्छ बलियो चाहिँ हुँदैन। अब त्यस्तो वालमा त्यति खासै यतातिर बलियो पनि चाहिँदैन नि त होइन। त्यही भएर हामीले चाहिँ यो बनाउने काम गर्थ्यो। काम चाहिँ यति हो हाम्रो, यही बनाउनु पर्थ्यो। यही थर्मोकोल काट्ने, अनि यो चिप्काउने होइन, त्यो भुन्ड भन्छ त्यो हालेर चाहिँ यसलाई चिप्काउनु पर्थ्यो। यो माथितिर चाहिँ हाम्रो त्यो हुन्छ थर्मोकोलहरू, तिनीहरू चाहिँ राख्नुपर्छ माथि, र यता पनि माथि छ। म तपाईँहरूलाई माथि चढेर देखाइदिन्छु होइन। यो आउँदाखेरि चाहिँ यस्तो बेन्डिङ आएको हुन्छ होइन, यस्तो बेन्डिङ आउँछ। अनि यिनीहरूलाई चाहिँ यसरी जुन जुन साइजको चाहिने त्यो साइजको अनुसारको यसरी काटेर चाहिँ हामी यहाँ माथि राख्छौँ। अनि चाहे अनुसारको बेला यसलाई झिकेर चाहिँ काट्ने गर्छौँ होइन। त्यससम्म त होइन राम्रै कम्पनी पाएको थियो होइन, त्यो विदेश साथी नमिलेर मात्रै नराम्रो थियो होइन, सजिलै थियो काम। अब हेरौँ अब अर्को नयाँ कम्पनीमा चाहिँ कस्तो पाउँछ होइन, गाह्रो छ हुन्छ कस्तो हुन्छ। तपाईँहरू चाहिँ मलाई चाहिँ यो च्यानललाई चाहिँ सब्सक्राइब गरिराख्नु होला। अब म चाहिँ भिडियो हाल्दै गर्छु, कस्तो छ के छ अगाडिको भिडियोहरू पनि, अब के हुन्छ होइन, कस्तो कम्पनी भेटिन्छ म भिडियोहरू चाहिँ हाल्दै गर्छ। सबैजनाले सपोर्ट अनि माया गरिदिनु होला मेरो भ्लगलाई, मलाई होइन। लाइक कमेन्ट गरिदिनु होला कस्तो लाग्यो तपाईँहरूलाई। ओके बाई बाई, फेरि चाँडै भेट्नेछु म नयाँ भ्लगमा गाइज।